यो प्रयास र यो खेल 1-1 को बराबरीमा निर्धारित समयमा टुङ्गिएसँगै खेल पेनाल्टीमा गएको छ र राप्तीले पहिला पेनाल्टी सुटआउटको प्रहार गर्नेछ। फेन्समा घुराएका किपर मौकाको यो सदुपयोग गर्नेछन् या गर्ने छैनन् जर्सी नम्बर 20 का खेलाडी राप्तीका लागि टिम गुरुङको प्रयास सफल हुनेछ या विफल हुनेछ त्यो त अब यो बल यहाँ मिस यो प्रयास नै विफल बनेको छ। यो मौका गुमाएको छ, पहिलो मौका गुमाएको छ। राप्तीले जर्सी नम्बर 8 को लागि कप्तान स्वयं गएका छन् घोराईको लागि विक्रम घरती। यो प्रयास गरेका थिए यद्यपि गोल गर्न सफल विक्रम घरती 1-0 ले अगाडि घोराई उपमहानगरपालिका। दोस्रो अवसरको लागि जर्सी नम्बर 19 का खेलाडी राप्तीबाट मिलन रसाइली लेफ्ट फुटेड शट र यो गोल। स्क्रिनमा देख्न सक्छौ दाल केसी पुनः गएका छन्। अब जर्सी नम्बर 33 मा माफ गर्नुलाई 23 मा भिन्सेन्ट थापा रहेका छन्। थापा प्रहारको लागि आएका छन्। घोराई गोल्ड कप फुटबल च्याम्पियनसिप 2081 को यो दोस्रो संस्करणको खेलको उपाधिको लागि यो पेनाल्टी सुटआउटको प्रयास भिन्सेन्ट थापा विशाल केसी विफल बनाउन सफल भएका छन्। राम्रो प्रयास र गोलमा परिणत पनि गर्न सफल। केन्द्र कार्की गएका छन् अब बल लिएर। ने 2-1 को गोल अग्रता अहिलेसम्मको यता स्थितिमा। बल रिबाउन्ड हुन पुगेको छ। जर्सी नम्बर 4 का लागि सन्दीप सुनार रहेका छन्। राइट फुटेड शट
र विशाल केसीको राम्रो प्रयास र बल बाहिरिन पुग्यो। अझै पनि गेम सकिएको छैन भन्दैछन् विशाल केसी। राम्रो प्रयास र राम्रो प्रयासलाई परिणत पनि गर्न सफल। 2-1 को स्थिति छ अहिलेसम्म। 3-3 गोल प्रहार गर्दा 3-3 बल प्रहार गर्दा र अबको 2वटा बल हेर्न बाँकी। 7 नम्बरको लागि सुरज सार्किरहेका छन् राप्तीबाट। राम्रो सेभ। जर्सी नम्बर 69 मा समित पुन गएका छन्। समित पुनको प्रयास चाल खेसिरहेका छन् र यो सँगै 3-1 को गोलसँगै दोस्रो संस्करणको उपाधि पनि घोराई गोल कपको उपाधि पनि घोराई उपमहानगरपालिकाले जित्न सफल बनेको छ। र अबको केही बेरमा खेल